तसैले सबैजनालाई आज चाहिँ हामी यस्तो एकजना व्यक्तिको कहानी सुन्न गइरहेको छौँ जुन व्यक्तिले चाहिँ माछाको आन्द्राभुँडी खाँदै साधना गर्ने गर्थ्यो। उहाँको नाम चाहिँ लुहिपा भनेर चिनिने गर्छ। अब ढिलो नगरिकन कहानीतिर लागिहालौँ। कुनै समय सिंहल द्वीपमा एक राजा राज गर्थे। तिनको राज्य वैश्रवणको सामन धन दौलत सम्पन्न थियो। राजभवन सबै खालको रत्न मोती सुन चाँदी आदिले सजिएको थियो। ती राजाका 3वटा पुत्र थिए। एक दिन राजाले ज्योतिषीहरूलाई प्रश्न गरे, मेरो मृत्यु भएपछि कुन पुत्रलाई राजाको जिम्मेवारी सुम्पिँदा राम्रो होला भनेर सोध्नुभएछ। ज्योतिषीहरूले ज्योतिष हेरेर भने, बीचको छोरालाई यदि राजगद्दी सुम्पिदियो भने राज्य अत्यन्त समृद्धि र प्रजाहरू सुखी हुनेछन्, यस्तो गुण उनीसँग छ। तदअनुसार ती राजाले आफ्ना बीचको छोरालाई नै आफ्नो उत्तराधिकार र राष्ट्रको कार्य सुम्पिदिए। राजाको देहान्तपछि दाइ र भाइ तथा जनताहरू मिलेर बीचको छोरालाई राज्य अभिषेक गरी गद्दीमा बसाए। तर उनलाई राजपदको चाहना थिएन र त्यसैले राजकाल त्यागेर उनले पलायन हुने विचार गरे। अनि 2 दाजुभाइ र जनताले समातेर सुनको हत्कडी लगाएर जेलमा हालिदिए। त्यसो गरे पनि उनले आफ्नो अङ्गरक्षक अर्थात् द्वारपाललाई सुन चाँदी आदि दिएर आफ्नो कुराले मनाई रातमा सिलाएको कपडा लगाई अर्थात् आफूलाई टाढासम्म पुर्याइदिने व्यक्तिहरूलाई पनि सुन आदिले पुरस्कृत गरेर उनले बिदा दिए। राजपुत्र स्वयं रामल देशको रामेश्वरमा गए। उता राजमहलको रेशमी आसन त्यागेर धुलो माटो भित्रै कृष्णसारको बिछौना ओछ्याएर सुते। ती राजपुत्र एकदम सुशील सुन्दर र प्रियदर्शी थिए। त्यस कारणले मानिसहरूले तिनलाई खानापिना आदि निरन्तर पुर्याउने गरे। तिनी बुद्धगया गए। त्यहाँ एउटी डाकिनीले तिनलाई अनुग्रहित गरिन् र महत्त्वपूर्ण तान्त्रिकको अर्थबोध गराइन्। त्यसपछि ती राजपुत्र पत्ली पुत्र आए। त्यहाँ सबै मानिसहरूले उनी जहाँ बसेका थिए त्यहाँ भोजन अन्न दिनहुँ निरन्तर जारी राखे र त्यहाँका मानिसहरूले दिएको अन्न खाँदै मसान घाटमा सुतिरहे। एक दिन त्यहाँको सहरमा मेला लाग्यो। राजपुत्र त्यही मेलामा गए। त्यहाँको मदिरालयमा पुगेछन्। त्यहाँ मदिरा बेच्नेहरूको एउटा प्रमुख शौलिक डाकिनी थिए। त्यहाँ ती राजपुत्रलाई देखेर भन्न लागे कि उनको सबै चतुष्चक्र विशुद्ध भइसकेछ, तर उनको हृदय चक्रमा केराउ बराबर जतिको विकल्प अझै शुद्ध भएको छैन, अझै विद्वान रहेछ। तत्पश्चात उसले ती योगी राजपुत्रलाई एउटा माटोको भाँडोमा कुहिएको भोजन हालेर दिए। राजपुत्रले त्यसलाई फ्याँकिदिए। त्यसो गर्दा त्यो डाकिनीले रिसाएर भने, तिमीले भोजनप्रतिको राम्रो र नराम्रोको विकल्पना सोच नछोडिकन धर्मको उपलब्धि कहाँबाट हुन्छ। उसको कुरा सुनेपछि योगीले सोच्न थाले कि विकल्पना एवं निमित्त विषय संज्ञा बोधि प्राप्त गर्नलाई एउटा ठुलो बाधा रहेछ। यस्तो बुझेर उनले सबै प्रकारको विकल्प एवं निमित्तहरू त्यागिदिए। पटनाको नजिक गङ्गाको तटमा माझीहरूले गङ्गाबाट माछा मारेपछि तटमा माछाका आन्द्राभुँडीहरू फ्याँक्ने गर्थे र राजपुत्र त्यही आन्द्राभुँडी खाएर 12 वर्षसम्म त्यही साधना गरेर बसे। जब माझी केटीहरूले देखे एक योगीद्वारा फ्याँकेको माछाको आन्द्राभुँडी लगेर सधैँ खाने रहेछ, त्यसपछि उनीहरूले उसलाई लुहिपा भन्न आरम्भ गरे। त्यहाँबाट उनको नाम लुहिपा हुन पुग्यो र सबै ठाउँमा उनलाई लुहिपा नै भन्ने प्रसिद्ध भयो। यो नामबाटै उनको सिद्धि प्राप्त गरे। यसको केही अंश दारिकापा एवं डिङ्गिपाको वृत्तान्तसँग आउनेछ।